हेलो हाई गाइज ब्याक टु माई युट्युब च्यानल। सदास्ती म किङ बिजिपुन युट्युब च्यानलबाट आउने गर्छु। मेरो नाम हो बिजिपुन र तपाईँहरूले प्रत्यक्ष रूपमा किङ बिजिपुन युट्युब च्यानलमा यो भिडियो सुरुदेखि लास्टसम्म हेरिदिनु होला, किनकि यो भिडियो एकदमै महत्त्वपूर्ण भिडियो भएको हुनाको कारणले गर्दा मैले एकदमै टाइम मिलाएर आज भिडियो बनाइरहेको छु तपाईँहरूको माझमा। यो भिडियोलाई पुरा भिडियो हेरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने यो किङ बिजिपुन युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र मनमा लागेको केही कुराहरू छ भने कमेन्ट गर्न नभुल्नु होला। र आज हामी आजको टपिक रहेको छ कि मोटिभेसन भिडियो लिएर तपाईँहरूको माझमा हामी प्रस्तुत गरेका छौँ र यो मोटिभेसन भिडियोलाई तपाईँहरूले अन्तिमसम्म हेर्नुभयो भने तपाईँहरूले यी मोटिभेसन भिडियोहरूबाट तपाईँहरूले धेरै कुराहरू सिक्न पाउनुहुनेछ। आज हामी एउटा कथाको सुरुवात गर्न गइरहेका छौँ। एउटा संसारकै एउटा धनी व्यक्ति थिए र एउटा संसारकै एउटा गरिब व्यक्ति थिए र गरिब र धनी व्यक्ति, एउटा धनी व्यक्तिलाई गरिब व्यक्तिसँग जवानी थियो, उमेर थियो, तर उनीसँग पैसा थिएन। तर संसारको सबैभन्दा धनी व्यक्तिहरूसँग उनीसँग पैसा थियो तर जवानी उमेर थिएन। अनि एउटा गरिब मान्छे जो धनी थिए, धनी व्यक्तिको घरमा गएर एउटा धनी व्यक्तिलाई एउटा गरिब मान्छेले सोधेछन्, तपाईँ त संसारकै यति धनी व्यक्ति हुनुहुन्छ, म त पैसा पनि छैन, मेरो त उमेर मात्र भएर के गर्नु, मसँग त केही पनि छैन भनेर धनी व्यक्तिलाई बताएछन्। तर धनी व्यक्तिले मुस्कुराउँदै भन्ने गरेछन्, धनी व्यक्तिले तिमीसँग सब थोक छ, मसँग धन पैसा दौलत छ, तर मसँग मेरो उमेर छैन, मेरो तपाईँको जस्तो उमेर छैन, किनकि मेरो उमेर गइसकेको छ, म बुढेसकाल लागिसकेको छ। म त के भन्छु भने संसारको सबैभन्दा धनी व्यक्ति तपाईँ हुनुहुन्छ भनेर धनी व्यक्तिले गरिबलाई भनेछन्। गरिब एकचोटि अचम्ममा परेछ र धनी व्यक्तिलाई सोध्न थाल्यो, होइन म चाहिँ कसरी धनी भयो त सर भनेर धनी व्यक्तिलाई एउटा गरिब मान्छेले भनेछ। अनि धनी व्यक्तिले भन्नुभएछ, तिमीसँग त तिम्रो उमेर छ, तिमीले गर्न सक्ने क्षमता छ, तिमी त अहिले युवा अवस्था छ, तिमीले अहिले चाह्यौ भने मेरो जत्तिकै धन सम्पत्ति फेरि बनाउन सक्छौ, फेरि तिमीले पनि मेरो जत्तिकै सम्पत्ति कमाउन सक्छौ, तर अब म कमाउन सक्दिनँ। यदि तिमी सक्छौ भने तिम्रो जवानी र तिम्रो उमेर मलाई देऊ, तिम्रो त्यो युवा अवस्थाको उमेर मलाई देऊ, म मेरो सबै सम्पत्ति तिमीलाई दिन्छु भनेर एउटा धनी व्यक्तिले गरिब व्यक्तिलाई भनेछन्। अनि गरिब व्यक्तिले यसो सोचेछ, त्यसपछि उसले भित्री मनदेखि नै उसले विश्वास गरेछ, हो धनी त म पो रहेछु। त्यसैले धनी व्यक्ति र गरिब व्यक्तिमा फरक के रहेछ त भन्ने कुरा तपाईँले बुझिसक्नु भयो। तपाईँ धनी व्यक्ति हुनुहुन्छ, तपाईँले चाहनुभयो भने जे पनि गर्न सक्नुहुन्छ। तपाईँले युवा अवस्था, तपाईँहरूको उमेर छ, तपाईँहरूले धन पैसा दौलत ब्याङ्क ब्यालेन्स सबै कमाउन सक्नुहुन्छ। तर एउटा बुढेसकाल उमेर गइसकेको बुढो मान्छेले, बुढी आमाले, बुढो बाउले केही पनि गर्न सक्दैन, किनकि उसले जे गर्नु छ जीवनमा कमाइसक्यो। तर उसले अब सपना देखेर पनि आफ्नो सपनालाई पुरा गर्न सक्दैन। एउटा धनी व्यक्तिले सही भनेछ र गरिब व्यक्तिले त्यसपछि उसले सोचेछ, हो मैले अब सङ्घर्ष गर्नुपर्छ, मेहनत गर्नुपर्छ, मैले सुरुवातदेखि नै एउटा आकाश छुने सपना देख्नुपर्छ। तपाईँलाई थाहा छ, जसले सपना देखेको हुन्छ नि त्यसले हरेक पटक लडेर भयो भने उठ्ने प्रयास गर्छ। सपना देखेको मान्छे, तपाईँ जनावर र मानिसमा के फरक छ तपाईँलाई थाहा छ? किनकि जनावरले सपना देख्न सक्दैन तर मानिसले सपना देख्न सक्छ, किनकि उसलाई पुरा विश्वास र भरोसा छ। जसले पहिलो दिन यानि कि फर्स्ट डेबाट नै जसले सपना देख्यो त्यो दिनबाट नै आकाश छुने उसँग ओभर कन्फिडेन्स भयो भने भोलिको दिनमा के हुन्छ उसलाई थाहा छैन। भोलिको दिनमा ऊ मर्छ या उसले सपना पुरा गर्छ, भोलिको दिनमा के हुने हो उसलाई थाहा छैन। तर उसले एउटा ओभर कन्फिडेन्स चाहिँ ऊमाथि के छ भने आत्मविश्वास र भरोसा चाहिँ के छ भने उसले म मेरो सपना पुरा गर्न सक्छु, म यो लेभलसम्म पुग्न सक्छु, म धन गाडी दौलत ब्याङ्क ब्यालेन्स सम्पूर्ण कमाउन सक्छु भनेर चाहिँ विश्वास गर्न सक्छ नि जसले, त्यसले अवश्य पनि संसार जित्छ। किनकि जो पहिले हारिसकेको छ, म केही गर्न सक्दैन भने ओभर कन्फिडेन्स छ, उसँग भएको आत्मविश्वास पनि हराउँदै गयो भने उसले जीवनमा केही पनि गर्न सक्दैन। त्यसैले तपाईँ धनी बन्न चाहनुहुन्छ, तपाईँ ठुलो मान्छे एउटा सपना देख्नु भएको छ, तपाईँले यो देशको लागि एउटा रोशन गरेर मेडल लिएर यो देशको लागि तपाईँहरूलाई चिनाउन चाहनुहुन्छ भने
तपाईँहरूले सपना देख्नै पर्ने हुन्छ। ड्रिम भनेको यस्तो हो जसले ड्रिमले तपाईँले यदि असल व्यक्ति हुनुहुन्छ भने खराब पनि बनाउन सक्छ, खराब व्यक्ति हुनुहुन्छ भने असल पनि बनाउन सक्छ। तर तपाईँले सही सपना देख्नुभएको छ भने, सही बाटो हिँड्नु भएको छ भने तपाईँको गन्तव्य पनि अवश्य सही निस्कनेछ र तपाईँको सपना पनि अवश्य पुर्याउनेछ। त्यसैले म तपाईँलाई भन्न चाहन्छु नि, सपना देख्नुहोस्, तपाईँ हार्नु नहार्नुहोस्, तपाईँ 1000 चोटि लड्नुहोस् तर उठ्नुहोस्, किनकि तपाईँहरूको सपनाको पछि अरूको पनि धेरैको हात हुन सक्छ। तिमी एउटा कुरा यति विश्वास गर कि तिमी जुन दिन सफलताले सगरमाथा छुन्नेछौ नि, जुन दिन सक्सेसफुल पिपल हुनेछौ, त्यो दिन तिमीलाई दुनियाँ यो संसारले चिन्नेछ। त्यसैले तिमीसँग के छैन पहिला भने त? सब थोक छ तिमीसँग। पैसा छैन, त्यही भएर सपना पुरा गर्न सक्दैन भन्दा हारेर फर्कियौ। तिमीसँग के छैन? तिमीले चाह्यौ भने सब थोक चेन्ज हुन सक्छ। तिमीले चाह्यौ भने तिम्रो सपना पुरा हुन सक्छ। त्यसैले सपना देख र आत्मविश्वास चाहिँ सधैँ यस्तो बनाऊ कि जो भरपुर कन्फिडेन्स चाहिँ उच्च स्थानमा होस्। सधैँ म हार्छु भन्ने कल्पना इमेजिन पनि नगर। जित्नको लागि जन्मेको म जितेरै छोड्छु भनेर अगाडि बढ। र तपाईँहरूलाई यो च्यानलमा यदि यी कुराहरू तपाईँहरूले टिप्पणी गर्नुभयो र तपाईँहरूले सुन्नुभयो भने तपाईँहरूले अवश्य पनि केही सिक्न पाइरहनु भएको छ र पाउनु भएको छ। यदि तपाईँ किङ बिजी पनि युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। यस्तै पुरा भिडियो हेर्नको लागि र मोटिभेसन भिडियो हेर्नको लागि किङ बिजी पनि युट्युब च्यानललाई सब्सक्राइब गर्नु नभुल्नु होला। तपाईँहरूको प्यारो साथी बिजी पनि अहिले भने छुट्टिन्छु। तपाईँहरूलाई म एउटा कुरा भन्न चाहन्छु, सपना देख्नुहोस्, सपना त देखिहाल्नुहोस्, तर जुन दिन तपाईँले सपना देख्नुभयो नि, आत्मविश्वास पनि यति बढाउनुहोस् कि दुनियाँले पनि इमेजिन कल्पना पनि गर्न सकोस्। तपाईँले जित्नुभन्दा पहिले तपाईँको आत्मविश्वास नगुमाउनु हो। त्यस कारणले गर्दा तपाईँको आत्मविश्वास र भरोसालाई कहिले पनि नटुराउनुहोस्। जीवनमा दुःख आउँछन्, सुख आउँछन्, हरेकचोटि तपाईँ लड्न सक्नुहुन्छ, तर तपाईँ उठेर भन्नुहोस् मैले गर्नुपर्छ, मेरो सपना पुरा गर्नुपर्छ भनेर उठ्नुहोस्। तिमीले जित्नु छ भने अवश्य जित्नेछौ। मैले भनिहालेँ, तपाईँलाई कथा सुनाइहालेँ। संसारका धनी व्यक्ति बिल गेट्सले के भनेका थिए भने, म धनी होइन, धनी त तिमी पो हो भनेर एउटा गरिब व्यक्तिलाई भनेका थिए। किनभने उनीलाई यो थाहा थियो, मसँग जवानी छैन, मसँग उमेर छैन, म बुढो भइसकेँ, मैले जति कमाउनु छ धन सम्पत्ति मैले कमाइसकेँ। तिम्रो त अहिले उमेर छ, तिमी युवा अवस्था छौ, तिमीले अहिले जे पनि गर्न सक्छौ, धनी त तिमी पो हौ। अनि गरिब व्यक्तिले के भने थाहा छ? उसले झन् हौसला बढायो, उसले आत्मविश्वासका साथ अगाडि बढ्यो। उसलाई जसरी भए पनि हार्नु थिएन, जित्नु थियो। त्यसैले उसले दिन रात एक गराए मेहनत गर्यो। उसले जमिन आसमान एक बनाएर भए पनि मेहनत गर्यो। तिमीलाई दुनियाँले के भन्छ भनेर तिमीले सोच्ने होइन, दुनियाँले त तिमीलाई सधैँ खिल्ली उडाउने काम गर्छ, तिमीलाई सधैँ पागलको रूपमा मात्र चिन्ने गर्छ। तर तिमी आत्मविश्वास र भरोसालाई कहिले नगुमाऊ, किनकि तिमीलाई यति कुरा थाहा छ, तिमी एक दिन अवश्य पनि महान व्यक्ति बन्नेछौ। किनकि इतिहास भनेको पागल लोकले नै बदलेका छन्, त्यो तपाईँहरूलाई झन् थाहा छ। जोसँग सम्पूर्ण धन सम्पत्ति दौलत सबथोक छ नि, त्यसले जीवनमा केही पनि गर्न सक्दैन। तपाईँलाई लाग्छ होला पैसाले सबथोक गर्न सक्छु। नट एभ्रिथिङ मनी, एभ्रिथिङ इज योर हार्ड वर्क। यदि तिमीले जब आफूले मेहनत गर्छौ नि, धन पैसा दौलत सबथोक तिम्रो पुल्टोमा आउनेछ। बास तिमी हरेस नखाऊ, सधैँ अगाडि बढ्दै जाऊ। यदि यो च्यानलमा तपाईँहरूले सब्सक्राइब गर्नुभएको छ भने म तपाईँहरूलाई अब आउने अर्को भिडियोसम्म तपाईँहरूले संसार जितेको हेर्न पाऊ। थ्याङ्क यू सो मच गाइज। किङ बिजी पनि युट्युब च्यानल, सब्सक्राइब माई च्यानल। थ्याङ्क यू सो मच।